फाइनली आज चाहिँ म थोरै हाम्रो क्लासमा हुन गइरहेको गतिविधि एकछिनपछि तपाईँहरूले म देखाउँछु। एकछिन 1 मिनट। फाइनली रेडी भइसक्यो हामी। अब हेरौँ है कस्तो हुँदो रहेछ एक्सप्रेसन। आज हाम्रो बिना हुने दिन रे लिनुहोस्। अब हजुरले पनि लिनुहोस्। आउनु त म आउने हो, तर आज डान्स क्लासको हाम्रो लास्ट दिन परेको भएर चाहिँ के गर्ने त अब हेलो फाइनली सबैजनालाई तपाईँहरूले चाहिँ डान्स क्लास 10 दिने डान्स क्लासमा चाहिँ तपाईँहरूलाई कस्तो एक्सप्रेसन के अरे कस्तो ल तपाईँहरूले चाहिँ कस्तो अनुभव गर्नुभयो त? कस्तो लाग्यो डान्स क्लास? राम्रो लाग्यो। राम्रो मान्छेले त राम्रो लागिहाल्छ। राम्रो मान्छे पनि आमामा भएको हजुर है। डान्स क्लासमा सब केटीहरूको बिचमा म एउटा मात्र हिरो हुन्छु भनेर 15 जना हुनुहुन्थ्यो, 15-16 जना हुनुहुन्थ्यो। अब लास्टमा त हामी 4 जना मात्रै भइदियो कि सबैजना मामा घर अङ्कल घर सबैजना माउली जानुभएको रहेछ सबैजना। खास गरी भन्यो भने होइन म त यसै नगरी म त उसै नगरी। अब हामी चाहिँ अब एकछिनमा कति बज्यो हाम्रो 9 बजे चाहिँ हाम्रो ठ्याक्कै बिदा हुन्छ। त्योभन्दा अगाडि चाहिँ थोरै हामी रमाइलो गर्छौँ है। अब उहाँहरूले पनि भन्नुभएको छ कि टिचर हामीले त तपाईँको गिफ्ट पाइसक्यौँ, तपाईँले पनि मेरो गिफ्ट